नमस्कार सम्पूर्ण साथीहरूलाई। आज चाहिँ मैले होइन सम्पूर्ण साथीहरूलाई चाहिँ एउटा बाँदर र बाघको कथा सुनाउँदैछु। सम्पूर्ण साथीले चाहिँ सुनेर साथ दिनुहोला है त। मैले चाहिँ सुनाउन गइरहेको छु होइन, सबै साथीले चाहिँ ध्यान दिएर सुन्नुहोला। जङ्गलमा एउटा बाघ बस्थ्यो। ऊ निकै बलवान थियो। सबै जनावर उसलाई देखेर भाग्थे। तर जङ्गलको एकानो रुखमा एउटा चालक बाँदर पनि बस्थ्यो। एक दिन बाघले बाँदरलाई देख्यो र भन्यो, ए बाँदर, त सधैँ रुखमा बस्छस्, तल झर, मसँग खेल्छस् भने मजा आउँछ। बाँदरले हाँस्दै भन्यो, म तल झरे भने तिमीले मलाई खाइदिन्छौ। मसँग त मेरो दिमाग छ, बल छैन। बाघ रिसाएर भन्न थाल्यो, दिमागले बललाई जित्छ, प्रमाण देखा। बाँदरले एउटा योजना बनायो। ऊ रुखमाथिबाट खसालेर एउटा ठुलो नरिवल बाघतिर पठायो। नरिवल बाघको टाउकोमा लागेर ढल्यो। बाघ लट्ठ भएर उठ्न नसक्दा बाँदरले हाँस्दै भन्यो, ए बाघ दाइ, दिमाग भन्दा बल ठुलो हुन्छ भनेर।